Alright, good morning and welcome back to my new vlog, guys. It's 6:30 and I'm going to class. English गाह्रै छ हो. So guys, है भवाल मजा आइरहेछ. अहिले चाहिँ म ल्याङ्ग्वेजहरू पढिरहेको छु एन्ड N5 चाहिँ सक्यो. अब N4 तिर लाग्दिने हो एन्ड म जापान जान्छु भनेर चाहिँ पढेको होइन, जस्ट अहिलेको लागि चाहिँ लर्न गर्दै गर्ने होइन. अनि के हुन्छ बादमा भन्ने कुराहरू चाहिँ त्यस पछाडि हुन्छ क्या. मेरो फेरि प्लान एकैचोटि हुँदैन कि. प्लान मेरो बिस्तारै स्लोली भन्दा पनि म प्लानै गर्दिनँ क्या. अनि मेरो प्लान 5 सेकेन्डमा चेन्ज हुन्छ क्या समटाइम्स. म एउटा कुरा अमेजिङ लाग्यो यहाँनिर हेर्नु न, बुद्धको मूर्ति अनि त्यहाँ माथि चाहिँ टक्क बिरुवा रोपेको दामी नै देखिँदो रहेछ. तर आएर न कस्तो हो. लुक एट दैट भ्यू गाइज. कस्तो दामी रुख के यो, के भन्छ खोइ यो रुखले है, थाहा छैन. आई डोन्ट नो. यस्तो दामी देखिने नि. यो चाहिँ हाम्रोतिर नि हुन्छ, यसलाई मालगढी भन्छ. यसको पत्ता पनि दामी गनाउँछ क्या. म यसको पत्ता है यस्तो यस्तो निचारेर सुँग्नुपर्छ, दामी. ल चुरोट खाने केटाहरूलाई चाहिँ है यो बेस्ट हुने रहेछ. चुरोट खाने केटाहरूलाई यो टक्क स्कुले केटाहरूलाई होइन, चुरोट खाने अनि यो यस्तो दल्ने हो क्या. यतातिर दल्ने होइन, हाततिर अलिअलि, हाततिर त्यो समातेको अलिअलि ठुलो धुवा हुन्छ नि त. अनि त्यो ठुलो धुवामा चाहिँ दलेपछि चाहिँ टिचरहरूको अगाडि स्टुडेन्टहरूको अगाडि गनाउँदैन क्या. बेस्ट आइडिया. दिस इज झम्सिखेल गाइस, दिस इज झम्सिखेल राइट. साले इङ्ग्लिस पनि के चाहिँ इङ्ग्लिस आएको. म रक्सी त खाएको थिएँ त यार, इङ्ग्लिसै मात्रै आउँछ त यार. मलाई यो स्कुल मनपर्छ भनेको, तर यहाँ केटी मात्रै पढ्दो रहेछ. के हो गाइस कुरा के हो. लस्सी. दिस इज माई कार गाइज. यो मेरो ल्याम्बोर्गिनी है. अस्ति त्यहाँ त्यस्तै भयो कि हतार पऱ्यो. अनि म उसमा प्राइभेट जेटमा उडेर गएको. यो अलिकति उयो भएर चाहिँ मैले छोडिदिइरहेको हो यहाँनिर. धनी भएपछि यस्तै हो क्या. जहाँ जे छोड्यो नि उस ट्रकहरू त्यहाँ उयो नै छोडिदिन्छु म. अनि जीवागन यहाँ भएको मध्ये सबैभन्दा मनपर्ने मलाई दिस वान गाइज. अनि गाइज कतिजनालाई चाहिँ लाग्दै होला कि म जापानिज ल्याङ्ग्वेज पढ्दैछु. अनि कतिजनालाई चाहिँ लाग्दै होला कि यसले जापानिज ल्याङ्ग्वेज पढेर के गर्छ, यसले पास गर्छ जस्तो चाहिँ लाग्दैन भन्नुहुन्छ होला. के लाग्छ तपाईँहरूलाई? मैले पास गर्दैन जस्तो लाग्छ? हो, सही भन्नुभयो. कस्तो दामी चित्र एउटा. म त्यो पास गर्ने खालको हो कि होइन मलाई नै थाहा छैन कि, तर म गर्दिनँ. बिहान यस्तो पिस भएछ, अरू के चाहिन्छ र यार. बच्चा बेलामा चाहिँ हल्लाहरू धेर मनपर्ने है. साथीसँग त्यताउता एकदम हान गुच्चाले हान धोतीलाई ठोक गन छैन, गन हान ओइ गन्दैन त्यस्तो हुन्थ्यो. अनि त्यस पछाडि अहिले चाहिँ लाइक पिसहरू मनपर्ने क्या. यो ठुलो भएपछि चाहिँ के हो कुरा क्या यार होइन. एज अलि ठुलो भएपछि चाहिँ लाइक पिसहरू मनपर्ने अरे. खै के हो पिस भनेको. जहाँ हेऱ्यो त्यो पिसै छ. के को पिस मनपर्नु परेको गाह्रो छ होइन त. सो अहिले चाहिँ म के भन्छ झम्सिखेल के भन्छ यो ठ्याक्कै चोकैनिर के भन्छ आइडन. कति राम्रीहरू यार बोलौँ क्या. ल यहाँ चाहिँ एक्सर्साइजहरू हुने गर्छ. म पनि एक्सर्साइज हान्नु पर्ला भनेको यार, तर कसरी हान्ने यार. ढाँड दुखिरहेको छ कि साँच्चै. हिजो बेलुका ढिलो सुतेँ, अनि ढिलो सुतेपछि चाहिँ ढाँड दुख्दो रहेछ कि. टोटली ढाँड दुख्ने, जिउ दुख्ने. टाइममा सुत्नु इम्पोर्टेन्ट छ. म नि बस्छु यार.
म पनि अब एकछिनमा ज्ञान दिइरहेको छ टाइम पनि टन्न एक्सर्साइज गर्नुभएको टन्नै मान्छेहरू आउनुहुन्छ है कति 5:30 कति बज्यो 6:30 म नि हिजो बेलुका ढिलो सुतेको दाइ अनि आज लास्टै ढाँड दुखिरहेको छ क्या हल्का एक्सर्साइज गरिदियो कति आनन्द आएको यार पार्कमा बस्न एक्सर्साइज गरिदिउँ भनेको एक्सर्साइजै सक्यो क्या गतिलो एक्सर्साइजै आएन क्या मैले गर्ने खालको एक्सर्साइजै आएन अनि त्यो बेलुका ढिलो सुतेको थिएँ नि त अनि त्यही भएर लास्ट ढाड दुखिरहेको थियो क्या कस्तो आनन्द ठाउँ छ आज म क्लास छिटो पनि आएको छु यहीँ बसिदिन्छु अब एक दुई घन्टा यहाँ चाहिँ हाम्रो जहिले 5:30देखि 7 बज्यो अहिले 7 बजीसम्म एक्सर्साइज हुँदो रहेछ अन्त अघि मलाई एउटा दाइले यस्तो दामी खतरा कुराहरू सिकाउनु भयो है यहाँ बस्नु भएको थियो नि अघि दाइ त्यो दाइले खतरा दामी कुराहरू भनिदिनु भयो के पो भन्दै हुनुहुन्थ्यो म तपाईँहरूलाई पनि सेयर गर्छु ल लाइक सबैभन्दा पहिला चाहिँ आफ्नो हेल्थमा केयर गर्नुपर्छ अरे हेल्थलाई चाहिँ एकदम धेरै टाइम दिनुपर्छ अरे मान्छेहरूले चाहिँ एक्सपेक्ट गरिरहेको हुन्छ अरे कि लाइक देश नराम्रो अब अरूले गर्न सकेन केही दिन सकेन भन्ने उयो हुन्छ अरे मान्छेले चाहिँ तर आफूले चाहिँ पहिला केही दिनु सक्नु पऱ्यो अरे कि आफूले चाहिँ केही दिन सकेको छैन अरूबाट एक्सपेक्ट चाहिँ गर्नु हुँदैन अरे त्यति साह्रो कस्तो ढाँड दिइरहेको हो त्यो भन्दै हुनुहुन्थ्यो अनि हेल्थ केयर गर्नुपर्छ अरे अनि लाइक टाइम सेभिङ गर्नुपर्छ अरे टाइम कसरी सेभ गर्ने त यार गाह्रो छ नि यार टाइम सेभ गर्नु कसरी टाइम सेभ यो हुने कुरा टाइम सरर जान्छ हामी अझ बसिराख्छौँ क्या त्यो हो क्या लाइक नराम्रो बानी चाहिँ अल्छी डिस्ट्र्याक्सन्स डज नट वर्क चिल आउट डिया परिवारहरू पनि पाउँदो रहेछ यहाँ यिनीहरूलाई मोज छ कि जिन्दगी है हिँड्न मन लाग्यो हिँड्न उड्न पाएँ उड्न त्यो हो नि त सो गाइस अहिले चाहिँ 7 बज्यो अनि अब चाहिँ म अहिले नै क्लास गरेर पनि के गर्नु होइन अनि अझै 2 घन्टा बाँकी छ सो म चाहिँ भ्लग एडिट गर्दै बस्छु अब यहाँनिर अल्छी लागिरहेको छ दानी लागिरहेको छ ढाँडी दुखिरहेको छ हिजो बेलुका ढिलो सुतेकै अनि ढिलो सुत्दा चाहिँ ढाँड दुखे जस्तो हुँदो रहेछ खै किन आँखाहरू पनि पुरै कस्तो भइरहेछ नि लगाएर बिहान यहाँ सानो काम थियो अनि छिटो आइदिएँ क्लास नै अब सो गाइज धेरै दिन भइसक्यो है भ्लग नबनाएको पनि कति कुराहरू हामी सुतेको बेला सपनामा देख्छौँ नि कति राम्रो राम्रो कुराहरू के कुराहरू होइन अनि त्यो सब रियलमा हुँदैन नि रियलमा पनि त्यही भइरहेछ क्या लाइक हामी कति कुराहरू देख्छौँ कति कुराहरू गर्न खोज्छौँ होइन कति कुराहरू राम्रो लाग्छ तर सब त्यो कुराहरू सब हुँदैन के अनि अहिले चाहिँ म खतरा भ्लग बनाउँछु मेरो भ्लग सबैले हेर्नुपर्छ म खतरा भ्लग बनाउँछु पपुलर हुन्छु भनेर चाहिँ आएको होइन आइएम जस्ट ट्राइङ टु बिल्ड अप माइ सेल्फ होइन किनकि धेरै दिन भइसक्यो भ्लगहरूबाट टाढा भएको होइन भ्लगहरू नबनाएको अनि अहिले चाहिँ म आफैलाई बिल्डअप गर्न खोजिरहेको छु सो एकैचोटि खतरा भ्लग बनाउँछु चाहिँ म भन्दिनँ जे छ त्यही बनाउँछु होइन सो त्यही नै हो गाइज सो अहिले चाहिँ म आइएम ट्राइङ टु बिल्ड अप माइ सेल्फ होइन सो
Thank you so much for your beautiful love and support, guys. Alright guys, अब चाहिँ म चल्दैछु नि, टाइम नि भइसक्यो. Okay guys, let's go from here. अब सिधै क्लासतिर जाने अनि भेट्नुपर्छ. बसबाट मलाई मान्छेहरूले हेरिरहेको छ, तर मलाई बालै छैन. कति टाइमिङ छ यहाँ चाहिँ. एउटा गुड थिङ चाहिँ यो लाग्छ, यहाँ ट्राफिक लाइट रहेछ. You can see it here. 82 सेकेन्ड यार, okay guys, timing is okay and let's go. यताउता जाम होइन, टक्क यो हुन्छ तरिका. यसरी हिँड्न पाए पो स्वतन्त्रता, नेपाली स्वतन्त्रता भन्ने. स्वतन्त्रता कस्तो यार, स्वतन्त्रता के भन्छ गाइज यार, आएन यार भन्ने.